म देशमा राजा चाहिन्छ भन्ने मान्छे हो। मैले राजा चाहिन्छ भन्दै गर्दा कतिपय मानिसहरूले तेरो राजालाई तेरै घरमा लगेर राख भनेर जवाफ फर्काएको पनि देखिन्छ। साथी हो, राजा मेरो व्यक्तिगत प्याउको कुरो होइन, मैले घरमा ल्याएर राख्न पनि सक्दिनँ, त्यसको लागि राजा खोजेको पनि होइन। देशमा प्रजातन्त्र आयो, हामी जातिका नाउँमा लड्यौँ, पार्टीका नाउँमा लड्यौँ, धर्मका नाउँमा लड्यौँ र मेरै मान्छे हुनुपर्छ भनेर लड्यौँ, तर देशका लागि कोही पनि लडेनौँ। आज देशको अवस्था के छ भन्ने कुरो सबैलाई थाहा छ। आजका जेएनजी युवाहरूले राजाको विरोध गर्छन्, तर जो मानिस राजाको पालामा जन्मिए बढे पढे ती मानिसहरूले राजा चाहिन्छ भनेर सडकमा नारा लगाएका छन् र तिनैका नाति पुस्ताहरूले छोराहरूले राजा हुनु हुँदैन, राजा निरङ्कुश हुन्छ भनेर विरोध गर्ने गर्छन्। जसले दुईटै शासन भोगे ती मान्छेहरूलाई राजाको शासन ठिक लाग्यो, जसले अहिलेको लोकतान्त्रिक पद्धति मात्रै भोगे उनीहरूलाई लोकतन्त्र ठिक लाग्यो। अब ती अहिलेका जेएनजी युवाहरूलाई म प्रश्न गर्छु, तपाईहरुले जुन मोबाइलबाट भिडियो बनाएर राजाको विरोध गर्दै हुनुहुन्छ, त्यो मोबाइल किन्दिने मान्छे कहाँ छ? त्यो मोबाइलमा रिचार्ज गरिदिने मान्छे कहाँ छ? तपाईहरुले राजाको विरोध गर्दै गर्दाखेरि तपाईका खुट्टामा लगाउने ती जुत्ता, महँगा जुत्ताहरू किन्दिने मान्छे कहाँ छ? स्टाइलिस कपडा किन्दिने मान्छे कहाँ छ? तपाईको स्कुलको फिस तिर्दिने मान्छे कहाँ छ? नेपालमा छ कि विदेशमा छ? यो प्रश्न तपाईले आफैलाई पनि गर्नु। प्रजातन्त्रलाई जीवन्त तुल्याइराख्ने यदि हो भने जनताका आधारभूत आवश्यकताहरू पूरा हुनुपर्छ। सहज रूपमा न जनताले स्वास्थ्य पाउँछन्, न शिक्षा पाउँछन्, न त रोजगारीको अवसर नै छ। यस्तो अवस्थामा देशमा राजा नआएर को आउँछ त? जनताका छोराहरूले गरेको शासन हेरिसक्यो, अब जनताका छोराहरूले शासन गर्दैनन् र गर्न सक्ने रहेनछन् भन्ने प्रष्ट थाहा भयो। अब देशमा राजतन्त्र स्थापना गर्नुपर्छ। जय नेपाल, जय राजतन्त्र।